गुड मर्निङ, वेलकम ब्याक टु माई न्यू डे न्यू ब्लग। अनि आज मैले भिडियोको स्टार्टिङ पनि घरबाट नै गरेन, बाटोमा गरेँ। अहिले म बाटोमा छु, अगाडि पछाडि कोही पनि छैन, एक्लै छु म। आज म कहाँ जाँदैछु भन्दाखेरि आज मैले भिडियो नबनाएको पनि धेरै भयो, त्यस्तै 10 देखि 12 दिन भयो होला। काम चाहिँ छ, सबै काम गरिरहेको छ। बनाएपछि 4 दिनपछि चाहिँ फेरि आउनेछ मेरो भिडियो। त्यो चाहिँ आलु यहाँ कोदो रोपेको भिडियो आउनेछ। आज म बाटोमा छु क्या, आज एक्लै छु म। त्यही हो, हजुर जाम भनेको एक्लै पर्यो। अन्त अगाडि गइसकेको छ, हाम्रो गाउँको मान्छेहरू अगाडि नि छ अरे, पछाडि पनि मैले छोडिराखेको छु। त्यही भएर अगाडि जाँदैछु, यस्तै हो गाउँघरमा रोड पनि यस्तो लाग्ने छ। बत्तीको लाइन चाहिँ छ, भने चाहिँ नेट पनि छ, बत्तीको लाइन पनि छ। बाटो एकदम अफ रोड छ नि त, बाटो यस्तैमा तर सबै कुरा हुन्छ। त्यही हो, अब अरू त के भन्नु। गाइजहरू सबैले सब्सक्राइब गरिदिनु भन्दा म पक्क भइसकेँ। अब त कति नै भन्नु है, सब्सक्राइब गरिदिनु पर्यो भनेर भन्दा भइसकेँ। त्यही भएर मैले भनिनँ आजको भिडियोमा। त्यही भएर म चाहिँ बजार जाँदैछु। त्यही हो, अब सबैजनाले साथ सपोर्टमा देखाउनु होला। सबैजना जान हामी यस्तै भिडियो ल्याउने छु। अबको नेक्स्ट भिडियो चाहिँ कोदो भएको हुनेवाला छ। अनि त्योभन्दा पछाडि चाहिँ मैले अस्तिदेखि भनिरहेको छु क्या, फर्स्ट भिडियोदेखि म पढेको स्कुल जान्छु भन्दै जानै पाएको छैन अहिलेसम्म। के काम के भन्दै त्यस्तै काम हुँदै जानै पाएको छैन। अनि योभन्दा नेक्स्ट भिडियोमा कोदो रोपेको भिडियो आउने होला सायदै। त्योभन्दा पछाडि चाहिँ आउँछ कि भन्ने आशा चाहिँ छ, तर हुन्छ आउँदैन त्यो पनि मलाई थाहा छैन। भनि चाहिँ हालेँ मैले, आउँछ आउँदैन त्यो मलाई थाहा छैन। त्यही हो, अब बाटोमा अरू त के भन्नु होइन, एक्लै छ नि त म। यो अगाडि पछि मान्छेहरू छ, यता पनि अनि उतापट्टि ब्याकग्राउन्डमा मैले भिडियो स्टार्टिङ गरेको ठाउँमा चाहिँ जङ्गल थियो, त्यहाँ केही पनि थिएन, चराहरू कराइराखेँ। हुन्छ, यता चाहिँ मान्छेहरू छ क्या धेरै, कोदो रोप्ने टोलीहरू छ यता। त्यही हो, अलिक अगाडि गएर भेट्छ अझै नि एक्लै धेरै बाटो पार गरिसकेँ मैले। अघि पर चाहिँ भिडियो बनाउँदा चाहिँ त्यहाँनिर मैले चिनेको जस्तो नै लाग्यो, नचिनेको जस्तो नै लाग्यो। चिनेकै हो भने पनि नचिनेकै हो भने पनि मैले उनीहरूलाई नै देखेर भिडियो बन्द गरेको। त्यहाँ अलिक खनि रहेछ त्यो पर, त्यही भएर मैले भिडियो बन्द गरेँ। फेरि त्योभन्दा वर आएपछि फेरि गाउँकै दाइ भेट्यो, भाइ मसँगै जान्थेँ, तर उहाँको पछाडि समय रहेछ। अगाडि गइसक्नु धेरै तल पुगिसक्नु भयो दाइ त, अघि नै पछाडि गाडी दिन्छ मैले पठाएँ गाडीसँग। जानु भयो
भरे आउने बेला चाहिँ भेट्छु कुनै दाइले नभेटे पनि केही छैन गाउँमा दिदीहरू पनि जानुपर्ने छ दिदीहरूसँग आउँछु भरे दिदीहरू पनि जानुपर्छ तर दिदीहरू केही काममा जानुभयो मलाई नै थाहा भएन नि त यताबाट जानु पर्यो रोड त उता गयो म घुम्दिनँ त्यही हो दिदीहरू आफ्नै पर्सनली काममा जानु पाउनुहुन्छ म आफ्नै काममा जानु पाउनुहुन्छ हुनु त त्यही गर्छु नि हो सायद आउँछ नि होला भेट्यो भनेदेखि दिदीलाई भेट्यो भनेदेखि सँगै आउँछ होला त्यही हो एक्लै हिँड्न पनि झ्याउ लाग्छ के गर्ने झ्याउले यताबाट नि आउँछ खसीतिरको तपाईँको भिडियो बाटोमा जान्छ त्यो बाटो नि आउँछ पर पनि आउन त त्यही हो म यहाँबाट ओह्रालो लाग्थेँ त्यही हो उकालो बाटो नि सकाएँ मैले त्यो बाटो सुरु गरेँ यहाँबाट चाहिँ थोरै बिच गरेर छ गाउँपालिकाको आयोजन त्यही होला सायदै सर्टकट बाटो गयो भने त यो तलतिर उयो जङ्गलै जङ्गल हो यो जङ्गलै जङ्गल जानुपर्छ तर पनि मन गएन जुका हुन्छ कि थोरै मात्रै हो जङ्गल त आउनु त फेरि थोरै जङ्गलको आयो त त्यहाँदेखि तल फेरि यही रोड भेटिन्छ फेरि गाउँ छ तर दुःख धेरै हुन्छ क्या जुकामा हिँड्ने मलाई जुका टिप्दा रोटै रोड आउने जुका सुका आउने त त्यही भएर मैले रोटै चोच गरेँ रोटै रोड जाँदैछु यो त पनि गाउँ त रहेछ टन्ने नि तर गाउँ भयो नि मान्छे चिन्दैन नि त मैले यतातिर पहिला त्यतातिर त केही थिएन नि यस्तो घरहरू केही थिएन पहिला सुरुमा मलाई थाहा हुँदैन यो तल्लो घर थियो उँधो थियो यो माथिको थियो लास्ट टाइम उहिले रातो जस्तो उयो निलो पछि बनाएको घरहरू त पहिल्यै थियो थिएन त पछि बनाएको घरहरू केही छैन यहाँनिर एउटा चौतारा बनाएर छ कसको नाममा बना होला माथि लेखेर राखेको छ सबै त्यो पढेर बस्ने टाइम छैन मसँग अहिले त्यो पढेर बस्यो भने चाहिँ 12 बज्छ जाने मेरो त अझै बाटो त लामो छ नि यहाँ गाइडहरू हिजो भने पुग्दैन भने गएको माथि एउटा ट्रक नै फसेछ टायरहरू तान्दैछ झ्याप्प लाएर तान्ने यस्तो रोड त कस्तै त्यो छ साँग्रै छ क्या रोड यस्तो भर्खर खोल्दै पठाउँदै गरिरहेको छ क्या यस्तो बाटोमा ठुलो ट्रकहरूले चाहिँ गाह्रै हुन्छ नि त त्यही भएर माथि गएर फसेछ कार कुदाउँदैछु भाइले कार त्यही हो दान गर्ने ठाउँ पनि बनाउनु थालेको छ सबैतिर दान गर्ने ठाउँ त बनाएको त्यही हो आउनु लेखेर भने गाह्रो हुन्छ माथि चाहिँ लेख्ने बनाउनु यता भन्दा त खासै त्यस्तो लेख्ने चाहिँ होइन तर पनि यता भन्दा चाहिँ यता चाहिँ धान पनि फल्छ होइन उँभो हाम्रोतिर फल्दैन त त्यही भएर मैले लेख्ने नत्र त हामीभन्दा अलिक माथितिरको मान्छेहरूको त कोदो पनि हुँदैन नि त हामीले कोदो नि खान्छ हालफुलहरू चाहिँ खासै हुँदैन भित्रहरू त हुन्छ हाम्रो माथितिर खासै लेख पनि होइन औल पनि होइन अन्त हाम्रो त्यही भएर बाटो यस्तो साँघुरो छ क्या अनि यस्तो बाटोमा त्यो पनि लोड गाडी कुदाउँछ क्या ट्रकहरू आइट ठुल सामान बोकेर 10-12 चक्केहरू यस्तो सानो बाटोमा जान्छ अनि माथि गएर टर्निङमा एउटा खतम माथि टर्निङमा अड्केछ एउटा अनि एउटा चाहिँ माथि गएर पर्खेको हो त्यसले चाहिँ पर्खेको होला माथि गएर साइड लागेको छ एउटा त्यो माथि टर्निङमा अड्केको
गाइजहरु म चाहिँ बजार गएर पनि आइपुगे अनि अहिलेको बेलुकाको 2 बजे छ बिहानमा 7 बजे गएको अनि बेलुका आइपुगे 2 बजे छिटै आउँ भनेको यता घर ढिलै भयो अनि अब म खाजा त मैले बाटोमै खाएर आएँ अनि मम्मीहरु भोलि कोदो रोपाइ छ नि त हाम्रोमा रोप्ने छ नि त त्यही भएर कोदोको बिउ लिन जानु पर्ने हुन्छ बिहानै मम्मीहरुले भन्दै हुनुहुन्थ्यो कोदोको बिउ लिन आऊ बजारबाट आएर भनेर अब चाहिँ म जाने छु फोनमा चार्ज पनि छैन नि त बिहान त फुल नै बनाएर लगेको बाटोमा एक्लै कहिले भिडियो हेर्यो के गर्यो भिडियो बनाउने अनि त्यसले गर्दा भिडियो फोनमा चार्ज पनि छैन अनि अब त्यही हो ब्याकग्राउन्डमा मकै हाम्रो गाउँको मकै यस्तो भएको छ अहिले अब केही हप्तादेखि चाहिँ खानै हुन्छ खान मिल्ने हुन्छ अहिले चाहिँ भर्खरको छ त्यही हो भोलि कोदो रोप्न छ हाम्रो अनि भिडियो बनाउनै पाउँदैन भोलि चाहिँ किनकि आफ्नैमा कोदो रोप्ने हुन्छ नि त त्यही भएर अलिक भिडियो बनाउनै पाउँदैन नि त अनि फेरि मकै बारीमा कोदो रोप्ने हुन्छ नि त त्यस्तोमा चाहिँ अलिक ज्याउ हुन्छ क्या भिडियो बनाउनु पनि अनि नेक्स्ट भिडियो भनेको अब कोदो रोप्ने नै आउँछ तर त्यो चाहिँ मकैभित्र होइन बाँझोमा त्यो चाहिँ हाम्रो होइन अरूको मात्रै भिडियो चाहिँ बनाउने छु सायदै त्यही हो आजको लागि भिडियो यति नै सबैजनाले भिडियो इन्जोय गर्नु होला त्यही हो अनि अर्को भिडियो कस्तो चाहियो कमेन्ट गर्नु होला होइन सबैजनाले मैले हरेक भिडियोमा भन्ने गरेको छु कि कमेन्ट गर्नु भनेर तर कसैले कमेन्ट नै गर्दैन त्यही हो नेक्स्ट भिडियोमा भेटौँला अनि अब अर्को भिडियो फेरि छिट्टै आउनेछ यसपालि यत्रो लङ टाइम किन भिडियो आएन भन्दाखेरि एउटा चाहिँ भिडियो बनाउनलाई त्यस्तो केही पनि थिएन कन्टेन्ट अर्को भनेको एमबीले पुग्दैन अनि अर्को भनेको टाइम छैन आजभोलि टाइम चाहिँ किन छैन भन्दाखेरि आजभोलि असार हो काम यति हुन्छ कि बिहान उठेदेखि बेलुका नसुत्नुन्जेलसम्म कामको काम हुन्छ दिउँसो भिडियो बनाउला त्यो छुट्टै कुरा छैन भिडियो त बनाइहाल्छ नि एक्ज्याक्टली बनाउने हो भने त एडिट गर्ने टाइम पुग्दैन नि त अब बेलुका पनि एडिट गर्यो भने कति छिट्टो भनेको 7 बजे घरभित्र बस्छ अनि खाना बनाएर खाँदा यताउता गर्दा 9 बज्छ 9 बजेपछि भिडियो एडिट गर्न थाल्यो भने बेलुकाको 11-12 बज्छ क्या यति बज्छ अनि म बेलुका सुत्दिन्छु छिटै खाना खाने हो छिटै सुत्दिने हो छिटो भनेको 9 बजे सुत्ने होइन ढिलो भनेको अब भिडियो एडिट गऱ्यो भने त 1-2 नै बज्छ त्यही भएर म बेलुका चाहिँ खाना खान्छु सुत्दिन्छु अनि बिहान चाहिँ 2 बजेदेखि उठ्छु 2 बजे उठेर भिडियो पोस्ट गर्ने दिन 2 बजे उठ्छु 2 बजे उठेपछि 2 बजे उठेपछि 3-4-5 नै बज्छ क्या भिडियो एडिट गर्दा किनकि मलाई भिडियो एडिट गर्न नि आउँदैन त्यही माथि नेट पनि स्लो नै हुन्छ नेट चाहिँदैन होइन भिडियो एडिट गर्न तर एडिट गरिसकेपछि त्यसलाई बाहिर निकाल्नलाई त नेट चाहिन्छ नि त त्यसको लागि नेट स्लो हुन्छ अनि त्यत्रो मैले मेहनत गरिरहेको हुन्छ होइन साथ सपोर्ट छैन नि त मलाई त्यही भएर भिडियो बनाउन अलिक मनै लाग्दैन क्या साथ सपोर्ट छैन भने जे कुरामा पनि क्या साथ सपोर्ट छैन भने त म साथ सपोर्ट यदि साथ सपोर्ट छैन हजुरले पनि केही काम गर्दै हुनुहुन्छ होइन र म राम्रो काम गर्छु यस्तो त्यस्तो भनेर हजुरले जति नै राम्रो काम गर्नुहुन्छ होइन त्यसलाई चाहिँ साथ सपोर्ट छैन भने चाहिँ नो क्या त्यो यदि आफूलाई हौसला छैन साथ सपोर्ट छैन अनि बाबा मम्मी अथवा आफ्नो साथीहरूले चाहिँ त्यो काम राम्रो हुँदैन सफलता पाउँदैन तिमीले त्यस्तो काममा भन्यो भने चाहिँ जान्छ क्या त्यो पानीमै जान्छ केही गर्न मनै लाग्दैन यदि अब आफूसँग केही ट्यालेन्ट छैन होइन तर पनि साथीहरूले बाबामाहरूले सर म्याम साथी बाबामा सबैजनाले क्या अब तिमी गर सक्छौ तिमीले भनेर हौसला दियो भने यदि गर्न नसक्ने कामै भए पनि त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि आफूलाई हौसला मिल्छ क्या म यो गर्न सक्छु भनेर अनि साथ सपोर्ट छैन भने त त्यही हो होइन आफू जति नै गर्दै गयो त्यो सब पानीमै हुन्छ होइन म्यानेज अन्तखेरि केही राम्रो काम गर्न थालेको छ अथवा केही राम्रो प्रगति हुँदैछ भनेदेखि त्यसलाई रिस्दा गर्ने नै छ जसले पनि अनि त्यस्तै होला मलाई पनि
अनि मैले कतिजनालाई रिक्वेस्ट गरेको छु क्या मलाई सब्सक्राइब गरिदिनु, सेयर गरिदिनु, लाइक गरिदिनु, कमेन्ट गरिदिनु भनेर कतिजनाले भनिसकेँ। मैले 100 जनालाई भन्यो भने 50%ले पनि गरिदिएको छैन, त्यही दुःख लाग्छ। अनि अब यदि मैले स्टोरीमा राखेँ भनेदेखि धेरैजनाले माया देखाउँछ भने स्टोरीमा भ्युज पनि जान्छ। अनि मैले त्यही कुरा युट्युबमा राख्यो अथवा त्यही क्लिप चाहिँ युट्युबमा राख्यो भने त्यतिजनाले हेर्दैन क्या। मैले त्यतिजनालाई नै लिङ्क पठाइरहेको हुन्छु तर हेरिदिँदैन, केही पनि त्यसमा प्रतिक्रिया हुँदैन। अनि मैले जतिजनालाई भनेको छु नि टिकटकमा पनि राख्दै आउँछु, मसँग टिकटक फ्रेन्ड पनि हुनुहुन्छ, युट्युबमा पनि फ्रेन्ड हुनुहुन्छ होला, टिकटकमा भएको साथीहरू, फेसबुकमा भएको साथीहरू पनि युट्युबमा हुनुहुन्छ होला, उहाँहरू हुनुहुन्छ, उहाँहरू आफ्नै ठाउँमा छ तर साथ सपोर्ट छैन। त्यही भएर पनि मलाई युट्युब भिडियो बनाउन मन लाग्दैन, चाहना हुँदाहुँदै पनि। अनि अब मन लाग्दैन भनेर मैले यो छोड्न खोजेको चाहिँ होइन, त्यसको लागि म कन्टिन्यू नै दिने नै छु। अहिले चाहिँ के भयो भन्दाखेरि यो महिना असारको महिना, अनि गाउँघरमा त अहिले त यति कामको बिजी हुन्छ नि, बिहान उठेदेखि बेलुका नसुतिन्जेलसम्म यति कामको चाप हुन्छ नि। बिहान उठ्यो, घरको काम गर्यो, अब घरमा त अरूको त दाइ दिदी भाइ बहिनीहरू हुनुहुन्छ होला, काम गर्छ होला, सपोर्ट गर्छ होला। यदि कामै गरिदिँदैन भने पनि खानै बनाइदिनु हुन्छ होला, अब भाँडै माझिदिनु हुन्छ होला, के गरिदिनु हुन्छ होला, आफ्नो ठाउँमा छ नि त। अब मेरो त दिदी हुनुहुन्छ तर दिदी घरमा हुनुहुन्न, उता केटिएमतिर हुनुहुन्छ, अनि घरमा म छु, बाबामामी हुनुहुन्छ। बाबामामी त अब बाबामामीको आफ्नै काम हुन्छ, आफ्नै सोचै हुन्छ नि त, मेरो आफ्नै हुन्छ, बाबामामीको अर्कै हुन्छ। अनि घरमा बिहान उठेदेखि घरको काम जस्तै घर बढाउने यस्तै घरको कामहरू गऱ्यो, अनि भिडियो बनाउन पाउँदैन बिहान उठ्ने बित्तिकै। अनि अब उठ्यो, घरको काम गऱ्यो, अनि फेरि गाउँको मान्छे फेरि घाँस दाउरामा जानुपर्छ, अनि आयो फेरि खाना बनाउने, अनि भाँडा माझ्ने, त्यस्तै काम हुन्छ। अनि त्यो गरिसकेर भिडियो बनायो, दिउँसो काम छोडेर अथवा काम गर्दै पनि भिडियो बनायो, भिडियोमा साथ सपोर्ट छैन क्या, 100मा 100 छैन, त्यही भएर पनि मन लाग्दैन। अनि अर्को कुरा मैले अघि पनि भने 100 जनालाई मैले रिक्वेस्ट गरिसकेँ यस्तो गरिदिनुहोस् त्यस्तो गरिदिनुहोस् भनेर, तर त्यो पनि छैन। त्यही भएर पनि यो मैले भिडियो नबनाएको, भिडियोमा युट्युबमा अपलोड नगरेको, भिडियो अपलोड नगरेको 1 हप्ता भयो कि 2 हप्ता भयो। अनि त्यही हो, अझै पनि भिडियो आउँदैन, किनकि अब एकैचोटि यो असारको काम सकेपछि चाहिँ आउन सक्छ, किनकि त्यो काम सकेपछि त्यही हो भैँसीलाई घाँस काट्ने यताउति। तर त्यो असारको काम सक्ने बित्तिकै मेरो सोचाइमा चाहिँ के छ भन्दाखेरि घरमा काम पनि हुँदैन, अनि घरबाट चाहिँ कम्प्युटर क्लासको लागि म बाहिर जान चाहन्छु, बाबाममीलाई भन्नु छ। अनि ठ्याक्कै यस्तो मेरो सोचाइमा चाहिँ के छ भन्दाखेरि अब ठ्याक्कै असारको काम सकिन्छ, अनि कम्प्युटर क्लास 3 महिनाको हुन्छ, 4 महिनाको हुन्छ लिने, अनि ठ्याक्कै यो दसैँ तिहार आउँछ, अनि घर फर्कने, दिदी पनि घर आउनुहुन्छ होला दसैँ तिहारमा। अनि दसैँ तिहार पश्चात सबै साथीहरू हुन्छ नि त, सबै दाइ दिदी साथीहरू सबै घर आउनुहुन्छ। अनि त्यस पश्चात फेरि सबैजना आजभोलि केटिएम हुन्छ नि त, केटिएम आफ्नो कामको लागि होस्, आफ्नो सपना पुरा गर्नका लागि होस्, अथवा लौरे भेट्न, मेरो साथीहरू प्रायः जस्तो लौरे भेट्ने यस्तो उस्तोमा छ नि त उता, अनि सबैजना गाउँ फर्किनुहुन्छ, अनि सबैजनासँग भेट हुन्छ, अनि धेरै पछि भेट हुन्छ नि त, अनि भेट हुन्छ, अनि फेरि सबैजना उतै फर्किनुहुन्छ। अनि मेरो सोचाइमा चाहिँ असारको काम सकेर अनि दसैँ तिहार आउन्जेलसम्ममा कम्प्युटर क्लास लिएर, मैले यता त कम्प्युटर क्लास कहीँ पनि देखिनँ, सरले जानुपर्छ कम्प्युटर क्लास लिनको लागि मेरो सोचाइमा। अनि गएर दसैँ तिहारमा आएर दसैँ तिहार पश्चात चाहिँ म केटिएम जान्छु भन्ने सोचिरहेको छु, तर के हुन्छ त्यही हो। अब यो असारको महिनामा काम यति हुन्छ नि, यति काम गर्दा हुन्छ। अनि ठ्याक्कै अबको नेक्स्ट भिडियो भनेको कोदो रोपेको हुनेवाला छ सायदै, तर भिडियो बनाउनै पाउँदैन, किनकि अब अर्काको घरमा काम गर्न गयो, आफ्नो घरमा नि काम गर्नु छ भनेपछि भिडियो बनाउने कि काम गर्ने त्यही हुन्छ। त्यही भएर भिडियो बनाउन पाउँछु पाउँदैन त्यो पनि थाहा छैन। आज मैले भिडियो बनाउनुको मुख्य कारण भनेको म बजार गएँ नि त, आज केही काम थिएन त्यस्तो, बजार जानुको रिजनमा
काम भने केही पनि थिएन, मात्रै कामको नाममा बजार गएर फोनको पछाडिको ब्याक कभर फेरे, त्यही हो। केही पनि काम थिएन, ब्याक कभर फेरेँ मैले। अनि अरू काम त केही पनि थिएन, त्यत्तिकै लाग्यो गएको। अनि त्यो पनि भयो। अनि यसो भिडियोहरू पनि बनाएँ, जाँदाखेरि त बनाएँ, आउँदाखेरि भिडियो बनाउनु पाएन किनभने पानी पर्न लाग्यो। अनि त्यही भएर छिटो छिटो घर आएँ नि त। अनि अब चाहिँ भिडियो बनाएर फेरि बसिरह्यो भने अहिले पानी पऱ्यो भने ओदोको भ्यू लिन जान पानी पर्छ नि त। त्यही भएर आजको लागि भिडियो यति नै। सबैजनाले माया देखाइदिनु होला, साथ सपोर्ट गर्नु होला, लाइक शेयर सब्सक्राइब कमेन्ट सबै गरिदिनु होला। मैले भिडियो आजको लागि यति नै। मैले भिडियो इन्ड गर्न लाएँ। सबैजना स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्। ओके, गुड बाई। सबजनालाई माया छ है। ओके, मिस यु, सी यु टुमारो।